सानो भिडियो चाहिँ मेरो कान्छीको लागि है। कान्छी रातो खाना पकाउनको लागि पहिला यो सबै राखेर मजाले चलाउने, बुझ्यौ नि। त्यसपछि यो फ्राई गरेको प्याज हाल्ने, रातो खाना बनाउनको लागि सब्जी जसरी फ्राई गर्ने अगाडि, बुझ्यौ। त्यसपछि दुईटा यो, त्यसपछि एउटा यो, अनि बाँकी मरमसला पछि आयो पालो माजुन। यो एउटा फुल हाल्नुपर्छ है, यो एउटा फुल। अनि मिसिन गरेको टमाटर पनि हाल्ने। त्यसपछि राम्रोसँग चलाउने है। देख्यौ, यतिको चलाएपछि यतिको हुन्छ। त्यसपछि कुखुरा हाल्ने, भक्का भक् कुखुरा हाल्ने, वल्टाइ पल्टाइ गर्ने, तातो पानी हाल्ने, 1 घण्टा उसिर्ने, त्यसपछि तेलमा फ्राई गरेर दिने। ओके।